नमस्कार, म सञ्जय कारी। हामी डिप बोरिङको विषयमा रिपोर्टिङ गर्न स्थलगत रूपमा फिल्डमा आइपुगेका छौँ। अहिले हामी रौतहटको दक्षिणी भेगमा रहेको माधव नारायण नगरपालिकामा जडान गरिएका बोर्डिङहरूको अवस्था के छ भन्ने विषयमा बुझ्न आइरहेका छौँ। जसमध्ये हामी यहाँ आउँदाखेरि अनगिन्ती रूपमा बोर्डिङहरू जडान गरेको पाइए, तथापि पनि किसानहरू यसबाट चाहिँ लाभ नभएको भन्ने कुरा यहाँका किसानहरूले गुनासो गरेका छन्। अब यहाँ बोर्डिङ गाडिएको छ, जडान गरेको छ, ट्रान्सफर्मर राखिएको छ, विद्युतीकरण पनि भएको छ, घर बनेको छ, तथापि पनि यहाँ पानी नआइदिँदाखेरि किसानहरूले एउटा सानो ट्युबवेलमा भए पनि जडान गरेर अहिले सिँचाइ सुविधा पुर्याइरहेका छन्। अहिले नेपाल कृषि प्रधान देश, नेपाल जलस्रोतको धनी देश र रौतहट जिल्लामा पनि हेर्ने हो भने दुई ठुला नदीहरूको बिचमा रहेको यो रौतहट जिल्ला, जहाँ पूर्वमा बागमती नदी, पश्चिममा लालबकेया नदी र यसरी हेर्ने हो भने मध्यभाग विभागमा लमा, झाज लगायत अरुवा खोलाहरू यहाँ रहेका छन्। र यहाँ सधैँ सिँचाइ पनि यसअघि नभएका होइनन्। पहिला सधैँ सिँचाइ हुन्थ्यो, राजकुलोबाट पानी सिँचाइ गरेर यहाँ किसानहरूको खेतमा लाभ पुर्याउँदै आइरहेको थियो। तर पछिल्लो समय किसानहरूलाई लाभ पुर्याउने नाममा चाहिँ अहिले रौतहट लगायत तराईका जिल्लाहरूमा तीनवटा निकाय, तीनवटा आयोजनाहरूले चाहिँ यो डिप बोरिङको काम गर्दै आइरहेको हामीले पाएका छौँ। जसमध्ये एउटा हेर्ने हो भने भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय सर्लाही कर्मैया छ। यस्तै नवीन यान्त्रिक सिँचाइ आयोजना सुके पोखरी छ भने अर्को सङ्घीय खानेपानी तथा सरसफाइ आयोजना बिरगनद्वारा चाहिँ यहाँ व्यापक रूपमा चाहिँ बोर्डिङहरू जडान गरेको चाहिँ हामीले पाएका छौँ। रौतहटको अहिले 18वटा पालिकामा हेर्ने हो भने यस्ता बोर्डिङहरू अनगिन्ती रूपमा जडान गरिएका छन्। जस्तो डिप बोरिङको कुरा गर्ने हो भने 60 बिघासम्म जमिनमा सिँचाइ सुविधा पुर्याउने हिसाबले यहाँनिर जडान गरेको बताइएको छ। तर अहिले यहाँ के देखिएको छ भने कतिपय अवस्थामा पूर्ण रूपमा जडान गरेका डिप बोरिङबाट पानी आउँदैन भने कतिपय अवस्थामा डिप बोरिङ खालि गाडी दिएको मात्रै छ, त्यहाँ कुनै संयन्त्र कुनै अब पूर्ण रूपमा पुरा नगर्दाखेरि त्यहाँ पनि एउटा अलपत्र योजनाहरू छन्। अलपत्र योजना हुँदाहुँदै पनि फेरि ती निकायहरूले पुनः नयाँ डिप बोरिङ गर्ने, स्यालो ट्युबवेल जडान गर्ने, होइन डिप ट्युबवेल जडान गर्ने यस्ता कार्यहरू गरिरहँदाखेरि किसानका खेतमा मात्र यस्ता भवनहरू देखिन्छ, किसानका खेतमा मात्र यस्ता डिप बोरिङहरू देखिन्छन्। जसले गर्दाखेरि किसानहरूले लाभभन्दा पनि कम्तीमा पनि यसका निर्माणकर्ता उपभोक्ता समिति र सम्बन्धित आयोजनाहरूले नै लाभ लिएको भन्ने हामीले देखेका छौँ। अब अहिले हेर्ने हो भने यी बोर्डिङ गर्ने नाममा चाहिँ राज्यको अरबौँ रुपियाँ चाहिँ दोहन भइरहेको छ। कतिपय अवस्थामा यो गर्नुपर्ने काम सोइल टेस्टका कुराहरू हुन सक्छन्, ल्याब टेस्टका कुराहरू हुन सक्छन्। यी कामहरू गरेको चाहिँ हामीले पाएका छैनौँ। अहिले पनि हेर्ने हो भने डिप बोरिङ जडानकै निम्ति रकम भुक्तानी गर्नको लागि चाहिँ भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय सर्मय कर्मयका डिभिजन प्रमुख अनुपा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 7,50,000 रुपियाँ घुस लिएको नाममा चाहिँ उहाँहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा उहाँहरूलाई पक्राउ गरिएको अवस्था पनि छ। त्यसरी हो भने राज्यको जहाँ लगानी छ त्यहाँ प्रतिफल उठाउने हो। राज्यले पनि अब किसानको निम्ति काम गरिरहेको बताइएको छ। अहिले पनि हेर्ने हो भने तराई एउटा कृषि प्रधान देशसँगै यहाँ अन्नको उब्जनी हुने, अन्नको भण्डार भएको यो स्थानमा यसरी लापरवाहीपूर्वक चाहिँ अब डिप बोरिङको नाममा खर्च मात्र गर्ने र उपलब्धि नहुने हो भने यस्तो काम वर्षेनी हुँदै आइरहँदाखेरि यहाँ अरबौँ रुपियाँको चाहिँ दुरुपयोग भइरहेको छ। कम्तीमा जहाँ जडान गरिएको छ जहाँ चाहिँ त्यसलाई पूर्णता दिनुपर्छ। ट्रान्सफर्मरका कुरा, बिजुलीका कुरा र त्यहाँ एउटा समिति बनाउने कुरो, समितिबाट रेखदेख गर्ने कुराहरू र तत्काल बिग्रियो भने मर्मत गर्ने कामहरू गर्नुपर्ने हो। तर अहिले हामी रौतहट जिल्लाको 18वटा पालिकामा भ्रमण गर्ने हो, स्थलगत रिपोर्टिङ गर्न जाने हो भने यत्र तत्र रूपमा चाहिँ डिप बोरिङहरू खाली गाडेर मात्र छाडिएको अवस्था छ। त्यसले पूर्णता पाएको छैन। यसले गर्दाखेरि किसानहरू निराश छन्। किसानहरूले आलोचना गरिरहेका छन्। आलोचना गरिरहँदा पनि अब राज्यले यस विषयमा ध्यान दिन जरुरी छ। अनि त्यसपछि काम भुक्तानी, निर्माणको भुक्तानी लिने, त्यसपछि पानी नआउने, यी समस्याले गर्दाखेरि अहिले किसानहरू मर्कामा परेको देखिन्छ। अहिले पनि हेरौँ, यहाँ अहिले टन्टलापुर घाम छ। आज साउनको 14 गते भयो। यो समयमा अहिले यो जम्मै खेत चाहिँ सिँचाइ सुविधाले हराभरा हुनुपर्ने हो।
तर दुर्भाग्य अहिले साउनको 14 घण्टा पुर घाम यसले के देखाउँछ भने राज्यको योजनाहरू केवल सम्पन्नहरू मात्रै उनीहरूको विकास हो भन्ने कुरो यो नै एउटा नेपालको निम्ति एउटा गलत परिपाटी बनेको छ। किनभने एकपटक गरेको लगानी वर्षौँसम्म खेर नजाने गरी काम गर्नुपर्ने हो। त्यसो नगर्दाखेरि अहिले समस्यामा परेका छन्। अहिले पनि यो ठाउँमा किसानहरूले भनेका छन् यो डिप बोरिङ राज्यले जडान गरेको, तर यो राज्यले गरे पनि अब हामीलाई सिँचाइ सुविधा पुर्याउनुको निम्ति हामी आफैले निजी स्रोतबाट त्यस भेगमा चाहिँ एउटा बोर्डिङ जडान गरेको छौँ। हामीले जडान गरेका बोर्डिङमा पानी आउँछ, पानीबाट चाहिँ हामी सिँचाइ गर्छौँ। तर दुर्भाग्य के भनेदेखि राज्यले जहाँ लगानी गरेर एउटा डिप बोरिङ चाहिँ गरेको छ, 60 बिघासम्म जमिनमा सिँचाइ पुर्याउनु गरेका जडान गरिएका डिप बोरिङमा पानी आउँदैन। एउटा यो दुर्भाग्य हो। रौतहटका खेतहरूमा अहिले हेर्ने हो भने जताततै डिप बोरिङहरू भइरहेको छ। तर अब यी डिप बोरिङहरूले अब हुनसक्ला भेटिएको होला या जलको सतह घट्दै गएको पनि हुनसक्ला। अब यी कुराहरू प्राविधिक कुराहरू बोल्न नपर्ने हो। तर हामीले के बोल्न सक्छौँ भने किसानको खेतमा जडान गरेका डिप बोरिङबाट पानी आउनुपर्छ। केवल योजना सम्पन्न गर्न र यसलाई विकासको मापदण्ड र सूचाङ्कमा मात्र जोड्नको निम्ति यस्ता काम गर्नु दुर्भाग्यपूर्ण हुन्छ। हवस् त, धन्यवाद। नाम मोहम्मद इस्राफिल हक, घर गाविस जयनगर। यो जुन डिप बोरिङ गरेको नि यो पहाडी देखिएको, यसमा पानी आउँछ? पानी अहिले त आउँदैन, पहिलादेखि आएको। के भएर पानी नआयो अहिले? यो भत्कै छ, अब तल के भएछ हामीलाई। जस्तो यो मर्मत गर्न निकायबाट कोही आएको छ कि छैन? आएको थियो एकचोटि, पाइप साइप मतलब कि एकचोटि गाडेर सबै मतलब गरेर गयो, पानी बरु आएन। भनेपछि यो किसानहरू मर्का परेका छन् कि छैनन्? मर्का परेछ, पानी कहाँ आउँछ। अब जस्तो यो बोर्डिङबाट पानी आएन भने यहाँ किसानहरूले खेती गर्ने बेला सिँचाइ कहाँबाट ल्याउँछन्? अब अर्को गाडेछ। कसले गाडे त्यो चाहिँ? त्यो व्यक्तिले गाडे हो? व्यक्तिले गाडेछ। एउटा अहिले भर्खर मतलब कि गाडेछ, यसको वाल छ नि हो छेउमा। घर जस्तो यो डिप बोरिङ जडान भएको छ, यो किसानहरूलाई सिँचाइ सुविधा पुर्याउनुको लागि यसमा पानी कतिको आउँछ? यसमा त आउँदैन, एकचोटि चलेको। अनि यो पानी नआउँदाखेरि यहाँका किसानहरू केबाट चाहिँ सिँचाइ गर्छ? अहिले त आफ्नो बोरिङ गाडेको छ। भने राज्यले जुन लगानी गर्यो त्यो खेर गयो अनि आफै निजीमा लगानी गर्नुभयो? लगानी गरेको त एकदम खेर नै गयो। भने राज्यको यो मलाई लाग्छ 50 भन्दा बढी लाख रुपियाँ खर्च भयो। अनि यसरी यो गाड्दाखेरि यो सोइल टेस्ट ल्याब टेस्टहरू के गरेर गाडे हो कि होइन? हचुवाको भएर आए, गाडे, गए। 4-5वटा हजुर 5वटा 5वटा छ यो माधवनबाट यस्तो बोली 4वटा यो वार्ड नम्बर 3 मा कुनै पनि पानी आउँदैन। अनि जस्तो यो मर्मत गर्ने फेरि पानी सञ्चालन गर्ने काम हुन्छ कि हुँदैन? वर्षाल त मर्मत गरेर सफाइ गरेर त्यही पनि एकचोटि 1-2 घन्टा चल्यो फेरि। अब जस्तो यो राज्यले जडान गर्ने, किसानले पानी नपाउने, यसमा के भन्नुहुन्छ? अब त्यो त राज्यको दोषी के भन्नु या जनताको दोषी भन्नु? कारण के भयो कि एकचोटि यो चालु गरिसक्यो, चालु गरेपछि अलिकति बालुवा तान्न लाग्यो। पछि आएर यहीँको मान्छे फेरि बन्द गर्यो। बन्द गरेपछि आफै सबै पुरै जस्तो अहिले तपाईँले खेती गर्नु पर्यो कि आकाशे पानी र आफ्नै निजी बोर्डिङबाट? घर कहाँ पर्लै? यी बोर्डिंग जे गाड़ल है ना, किसान सबके फायदा के लागि गाड़ल है। यी बोर्डिंग से पानी आवे कि ना? पानी चल रहा है, साफ कर रहा है, साफ करने के बाद में बालू आवे से पानी एक बेर गड़े ओकर बाद पानी न पानी बालू आवे लगल
बाद में चलले न चलले बाकी का साथ अभी तक किसान की सिंचाई सुविधा नभएला यी बोर्डिङ से न अभी तो कहाँ सुविधा अब यी विषयमा कति कहै छी यहाँ अपन पैसे तो ठीक रहा किसान के तो फायदा होते यी फेरि मर्मत गर्दा त पानी आएवाला है मिस्त्री जाने हाल मिस्त्री जाने हम से तो न जाने तो अभी तो राज्य लगानी गर्दैले छोड्दैले यी में राज्य किसान के निम्ति कह के लगानी कले आज छोड़ देदैन